हेलो गाइज वन्स अगेन वेलकम टु माई युट्युब च्यानल। सो हजुर देख्नुहुँदैछ आज चाहिँ हामी कहाँ जान्छौँ भन्यो। आज चाहिँ आन्टीलाई भेट्नु, मेरो दिदीलाई भेट्नु जाँदैछु। आज दुबईदेखि आउनु भएको छ नि त। सो कोही मान्छेहरू आउनु भयो भने त रिलेटिभ्सहरू आउँदाखेरि जानै पर्यो, आश लाग्छ गाइजहरू। सो त्यही भएर दिदीलाई भेट्नु जाँदैछु, हजुरहरूलाई पनि देखाउँछु ल। बेलहरू बजायो, छिटो खोल्नु नि हौ गेटहरू। घरपट्टि आमा कहाँ जानुभयो, लु खोल्नु पर्यो। कुन चाहिँ प्लान्टको त्यो रुट रहेछ है बेबी, प्लान्ट यहाँ हेर नि कत्रो भएछ हौ यो। हामी दिदीको चाहिँ यहाँनिर ठुलो स्पेस पनि पाएँ, केयर पनि पाएँ नि त। अन्तखेरि के दामी देखेको है यो प्लान्ट। अगाडि फ्रन्ट तान गाइस हामी चाहिँ दिदीको घरमा आइ पनि पुग्यौँ होइन। अन्त दिदीको यहाँनिर अब बाहिर देशहरू जाँदाखेरि फरेनको मान्छेले प्रायः के ल्याउँछ तपाईँलाई थाहै छ होला। खान्न दामी भएको छ मोमो। के गर्नु गाइज, रुल इज रुल है। रुल त सबैले फलो गर्नु पऱ्यो नि त। जुत्ता चाहिँ मेरो दिदीको घरमा चाहिँ कस्तो चाहिँ जुत्ता चाहिँ तलै खोल्नुपर्छ हो। यो जुत्ता चाहिँ गिफ्टेड बाई अनुसा लिम्बू। अनुसारले किनेको जुत्ता पनि त्यही फुपूको। त्यही भएर गाइज आज म पुरा बेसी खुसी छु होइन। मेरो खुसीको बिहाइन्ड माई ह्याप्पिनेस चाहिँ के छ भनेर म तपाईँलाई भन्छु। म घरमा पुगेर सबै कुरा भन्छु ल। अझ म यति बेसी खुसी छु, के चाहिँ छ होला यहाँभित्र हजुरहरूले गेस गर्नुहोस् होला। अब हामी चाहिँ म चाहिँ जाँदैछु अब छोरालाई फेरि पनि सरप्राइज दिनुको लागि स्कुल जाँदैछु होइन। छिटो हिँड बेबी, हिँड न। उसको ओटिटी चाहिँ आजको चाहिँ लु यस्तो बेसी घाम लागिरहेको छ। हेर्नु न गाइसहरू, अघि तक त कस्तो दामी दिनभरि त पानी परेर पऱ्यो, अहिले फेरि हेर्नु न यस्तो बिजोग हुन्छ गाइस। ड्राइभर भाइले पनि कुरा नबुझेर हेर्नु नि यहाँनिर सबै स्टुडेन्टहरू गइसक्यो। यहाँ पर्खेको भइसक्यो यहाँनिर। मुस्किल पर्छ, मुस्किल नबुझ्नु पनि साह्रै साह्रो। हाँस्दै टाढा देखाउँदै आउँदैछ बिचरा, के भन्नु। लाचेरी माडा यो घमौडा पिम्पल छ के हो खैरो यो फुटाए। त्यो फुटाउनु हुँदैन त्यो पिम्पलहरू। गेटमा पर्खिरहेको छ लाटा होइन न। फाइनली म घर आइपुगेँ। अब घरको अब के देखाउनु हजुरहरूलाई म। अब घरको सबै कुरा देखाउँछु ल। अब मेरो नानीको एक्सप्रेसनहरू ल तपाईँहरूलाई ल। आयो बेबी हेर नि के छ, हेर नि यहाँ के छ। त्यो मेरो फोन हो नि। के अरे फेरि भन त, यता हेर त कसको अरे त्यो। नट 15 प्रो म्याक्स। अहिले आएर पनि लुगाहरू पनि फेरिसकेँ होइन, ड्रेस पनि चेन्ज गरिसकेँ। अब म चाहिँ मेरो हस्बेन्डलाई चाहिँ यो देखाउँछु। यो चाहिँ हो मेरो खुसीको राज चाहिँ यही हो मेरो। किन खुसी भएको भन्दा हजुरले चाल पाइहाल्नु भयो होला, मेरो फोन आइफोन आइसकेको छ होइन। मेरो खोलेकै छैन अहिले, खोलेको छैन होइन तपाईँकै हो। लु क्या है बेटा ये छोटू, तपाईँकै हो। क्या ये आईफोन किसका है, किसका है ये? आंटी का। कौन भेज दिया बोलते, कौन भेज दिया बोलते? दुबई वाला फोन भेज दिया, इनोका फुपू ने भेज दिया। माथिपट्टि पनि न्यू आईफोन ओपनिंग होने जा रहा है। ये क्या आईफोन है ये? आईफोन 15 या ब्लैक में है तो ये तो ब्लैक में है तो मेरे लिए भेज दिया होगा। हाँ आपके लिए वो। ये तो ब्लैक तो मेरे लिए भेज दिया। वाह देखो कितना सुंदर आईफोन 15 तो मेरे लिए बहुत सुंदर है। हाँ तो आपको सूट भी हो जाएगा वो। थैंक यू तो बोल दीजिए। थैंक यू सिस्टर अनुषा लिम्बू। आई एम योर ब्रदर ध्रुव लिम्बू। फर यू अब तपाईँलाई नै भेज दिएको। मेलाई पठाउँछ।
मेरो लागि पठाउँछु अरे कसको लागि पठाउँछ अर्कोलाई पठाइदिन्छ तिम्रो लागि पठाएको तपाईँलाई पठाइदिएको हौ कसको प्रमिस प्रमिस चाहिँ किन खिलाउनु अन्त ब्ल्याक कसरी पठाउँछ होइन सिल्भर र गोल्डन उयो थियो होइन गाइजहरू अब म अघि घरमा आइसकेर पनि है हजुरहरूलाई मैले मेरो खुसीको राज चाहिँ के थियो भन्दाखेरि चाहिँ मेरो खुसीको राज चाहिँ अघि हल्का त देखिहाल्नुभयो हिन्टहरू पाइहाल्नुभयो हजुरहरूले होइन मेरो खुसीको राज चाहिँ यो थियो यो अन्त यो चाहिँ हो मेरो बहिनीकै मेरो यानि कि मेरो नन्द मेरो हस्बेन्डको बहिनीले चाहिँ मलाई दुबईदेखि पठाइदिनु भएको यो चाहिँ उसको हजुर यो चाहिँ उसले मलाई पठाइदिएको है हामीलाई पठाइदिएको हाम्रो घरको लागि जसले युज गर्दा पनि हुन्छ यो फोन चाहिँ उसले चाहिँ मलाई पठाइदिएको छ खोली चाहिँ अघि नै मैले सकिसकेको छु एकदम मलाई वेट गर्न सकिनँ खोलिसकेको छु अन्त यो चाहिँ हो आइफोन 15 यो चाहिँ ब्ल्याक कलरमा छ यहाँ हजुरले हेर्न सक्नुहुन्छ होला है यो चाहिँ उसले पठाइदिएको यो चाहिँ गिफ्ट पठाइदिएको ऊ चाहिँ दुबईमा छ सो यहाँ चाहिँ छ एडाप्टर अन्त सरी यो चाहिँ डाटा केबल अन्त यहाँ चाहिँ छ एडाप्टर पनि उसले पठाइदिएको छ है गाइजहरू सो तपाईँहरूलाई म सबै कुरा देखाउने छु अन्त के भन्नु र अरू त होइन थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो नन्दलाई है मेरो गड ब्लेस यु मोर है यसरी नै अघि बढ्नु राम्ररी आफ्नो हेल्थको केयर गर्नु है राम्ररी बस्नु ओर्नु होइन अन्त अब के भन्नु छ बिचरा अब उसले एउटा छोरी मान्छे भएर है एउटा बहिनी भएर हुन त अब हामीले गरिदिनु पर्नेमा हामीले दिनुपर्नेमा है दादा भाउजूको रेस्पोन्सिबिलिटी हो त्यो तर पनि अहिले मेरो बहिनी चाहिँ आफ्नो हामीले प्राउड पनि पुरै प्राउड फिल हुन्छ कि अहिले मेरो बहिनी पनि लाइक कुनै दिनदेखि यति अघि बढेर है यति राम्ररी है आफ्नो फ्युचर आफ्नो लाइफ बनाएर अघि बढेको छ अहिले चाहिँ हामीले उसलाई दिनुपर्ने होइन तर हामीलाई उल्टा दिनेवाला चाहिँ मेरो बहिनी बनिसकेको छ अलरेडी है आफ्नो खुट्टामा उभिएको छ आफ्नो मेहनत परिश्रम गरेर है आफूले आफ्नो केयर गरिसकेको छ गर्न सक्ने भएको छ हामीलाई धेरै खुसी लाग्छ अन्तखेरि म मेरो बहिनीलाई पनि भन्छु है गड ब्लेस यु मोर है राम्ररी बस ओर है आफ्नो केयर गर है अन्तखेरि धेरै धेरै माया छ दादा भाउजू र तिम्रो भदैनीको लागि पनि है यो तिमीले जति पनि हामीलाई गिफ्ट्सहरू पठाइदियो लाइक फोन एकदम अब के भन्नु र अब तिमीलाई कुनै भनेर कुनै वर्डै छैन अब है अब एकदम स्पिचलेस भइरहेको छु राइट नाउ चाहिँ होइन भन्छ तिमीले एकदम सोचेको पनि थिएन नि साँच्चीकै भन्नुपर्दा हामीले दादा सत्तिका लजाउनु भयो सो दादाले पनि भन न तिमी आफै भनेर अन्त दादाकोबाट पनि तिमीलाई धेरै धेरै धन्यवाद छ धेरै धेरै माया छ है अनुसार ल हुन्छ अन्तखेरि एकछिनै अरू के छ अन्त गाइजहरू अन्त त्यो त फोनहरू भइहाल्यो है पुरा खुसी पनि छु अब एकदम इमोसनल पनि भइरहेको छु राइट नाउ है मेरो बहिनी पनि अहिले यतिको चाहिँ भइसकेको छ है हरेक अब इयरमा आइफोन गिफ्ट गर्ने चाहिँ भइसकेको छ गाइजहरू इयर त के उसले चाह्यो भने त कतिवटा आइफोन गिफ्ट गर्न सक्छ नि त्यो भन्नुको मतलब चाहिँ मैले डेली पठाउँछु सधैँ भनेको होइन नि फेरि गाइजहरू मलाई उल्टा नसोच्नुहोस् होला उसको भदैनीलाई पनि उसले अलरेडी आइफोन गिफ्ट गरिसकेको छ होइन लास्ट इयर बर्थडे गिफ्ट दिइसकेको छ अन्तखेरि त्यो अन्त लाइक दुबईको सबसे भाइरल चक्लेट कुन चाहिँ हो भनेर हजुर सबैलाई थाहा भएकै कुरा हो है दुबईको भाइरल चक्लेट चाहिँ के हो कुनाफा हजुरहरूले हेर्न सक्नुहुन्छ होला अन्त यो पनि कुनाफा पनि यो दुबईदेखि नै आएको हो है दुबईको भाइरल चक्लेटहरू हजुरहरूले कसले खानु भएको छ छैन है लेट मी नो है गाइजहरू अन्त यो चाहिँ दुबईदेखि एकदमै राम्रो मिठो लाग्छ मलाई यो चक्लेट चाहिँ हजुरले हेर्न सक्नुहुन्छ होला यहाँ कभर म खाएर पनि देखाउनु कि हजुरहरूलाई अहिले नानीहरूसँग हामी सबै फ्यामिली बसेर एकदम यसको एकदम सबैजना भएर हामी खानेछौँ यो चक्लेट पनि सो थ्याङ्क यू सो मच त्यही हो दुबईदेखि आउनुभयो मेरो दिदीले र के ल्याइदिनु भयो ड्राई फ्रुट्सहरू त मैले देखाइहालेँ हजुर ड्राई फ्रुट्स यो कुनाफा चकलेट यो फोन पनि मेरो दिदीले बहिनीलाई पठाइदिएर है यिनीहरू ल्याइदिएको सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज लभ यु अल टेक केयर गर्नुहोस् होला सो बाई बाई एभ्रीवान र मेरो बहिनीलाई पनि धेरै धेरै माया छ है अन्त साथै मेरो दिदीलाई पनि धेरै धेरै माया छ दिदी आई लभ यु है आई लभ यु माई मेरो दिदी अनि मेरो नन्दलाई नन्द त भन्दिनँ टाढो मेरो बहिनीलाई है धेरै धेरै माया छ गड ब्लेस यु बोथ स्टे